सिचुएसन चाहिँ बिहामा जुत्ता लगाउने लुकाउनु चलन हुन्छ त्यो बेलाको सिचुएसन हो सिचुएसन त्यो हो होइन अनि यो बेलामा चाहिँ अब के भन्छ बार्गेनिङ चल्छ कति पैसा भनेर अनि त्यो बार्गेनिङ अनुसार चाहिँ अनि जुत्ता दिइन्छ यो उताबाट सिकार लिएर आयो भने सजिलो हुन्थ्यो पहिला सिकार नलिकन आएको भएर अलिकति गाह्रो पऱ्यो जस्तो लाग्छ जुत्ता बस 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 त्यही बस नाइजो यहाँ छ गर्नु पर्यो हजुर हजुर कति दिनी भन्नु होला पुरा भइराछ दिदी कति दिनु यति दिन धेरै नदिनु हामीलाई है 75% मलाई हैन त 25,000 पैसामा गर्ने हुन्छ नि त 25 को मतलब 500 हाँ बाबु पैसामा गर्नु न पैसामा हिसाब गर्नु न पैसामा हिसाब गर्नु अधिकारको कुरा छोड्नु हुँदैन है अधिकारको कुरा छोड्नु भएन क्याश छैन भने क्युआर छ क्युआर भने कसैलाई यहाँ म्यानेज गर्नु पहिले देऊ दिनलाई 2 दिन लागेको भर्खर कुला पठाछ त अनि चुप लाग्नु नि तपाई त बोल्नु नि हैन म यहाँ साली हो नि त अनि दिदीलाई के त्यहाँ आफूले लिनु जति त्यहाँ लिइसके अनि ल अब केही छैन बोल्नु केही छैन 25,000 को जुत्ता आजै हो लाउन पाउने अर्कोचोटि लाउन पाउनु हुन्न विचार गर्नुहोस् यति महँगो जुत्ता नलाउनु अर्कोचोटि होइन फेरि यो नलाए नि नहुने 25,000 मलाई नि बाँड्नु न त हुँदैन ओ जय सर यहाँ छ त हामीले एरिया किन किन भने विकल्प खोजे हैन नि त जुत्ता खोजेको विकल्प खोजे के भएको खै कति बार्गेनिङ अब होला अहिले सपोर्ट नगरे यस्तो नि त तपाईहरुको घरको समस्या दुईनीले सल्भ गर्ने हो यता यता हुन्छ उता उतै हुन्छ
सहायता हुँदैन हामी बेलुका उता जाँदैनौँ हाम्रो समस्या पर्दैन 25,000 होइन 25,000मा अलिक 5 सानीहरूको हेरेर भोग लगाइसक्यो अब हामीबाट गरी काट्नु